ऊ रिसाएको होइन, ऊ झर्केको पनि होइन, ऊ परिवर्तन भएको पनि होइन। उसले आफूले आफूलाई समय निकाल्न भ्याइरहेको छैन। उसले आफूले आफूलाई ऐनामा हेर्दा चिनिरहेको छैन। उसले आफूले आफूलाई रित्याएर अरू कसैलाई भर्न खोजिरहेको छ। उसलाई पनि त हिजोको दिनमा यसको बानी थिएन। पोस्टपार्टम इमोसनहरू चाहिँ रियलमा हुन्छ अनि यदि हाम्रा वरिपरिका मान्छे चाहिँ यसलाई बुझ्ने र सुत्केरीलाई बुझाउने यदि भइदिएनन् भने अनि सुरु हुन्छ पोस्टपार्टम डिप्रेसन। आफ्टर डेलिभरी चाहिँ हैन तपाईको हर्मोनल चेन्जेसको कारण हैन तपाईको इमोसन चाहिँ एकैछिनमा टप अफ द वर्ल्ड हैन तपाई संसारकै खुसी हुनुहुन्छ अनि एकैछिनमा हैन भस्राक भुस्रुक भएर तपाई नै फेरि एकैछिनमा रुन सुरु गर्नुहुन्छ कारण तपाईलाई पनि थाहा हुँदैन। अनि त्यही माथि न्यूबर्न फेज कस्तो हुन्छ हैन बच्चाको सुत्ने उठ्ने रुटिन केही पनि हुँदैन अनि सबै बर्डन कसलाई थुप्रिन्छ त्यही आमालाई। अनिदो थकित एउटा लाचार मान्छेबाट चाहिँ तपाईहरु के एक्सपेक्ट गर्दै हुनुहुन्छ? सुत्केरी बेला छ इन्जोय गर। खोइ कुन इन्जोयमेन्टको कुरा गर्दै हुनुहुन्छ तपाईहरु? यो बेला भनेको साथ सपोर्ट र माया देखाउने बेला हो। यो बेला भनेको एउटा छोरी मान्छेलाई तपाईहरुले जीवनभरि लगाउने एउटा गुण हो। श्रीमान हुनुहुन्छ संसारको सबै कामलाई अहिले थाती राखेर मात्र तपाई आफ्नो श्रीमतीको लागि समय निकाल्नु होला। उसले अरु बेला भन्दा फरक व्यवहार देखाए तापनि चिडचिडाए तापनि सब भन्दा उसको मनले आश गरेको मान्छे तपाई नै पर्नुहुन्छ। त्यसैले धेरै भन्दा धेरै उसको माया र केयर गर्न चाहिँ नबिर्सिनु होला। र तपाईको आफन्तजन तपाईको घर वरिपरि कोही सुत्केरी हुनुहुन्छ भने यो बेला महँगो उपहार भन्दा पनि तपाईले कस्तो बोली बोल्नुहुन्छ र कस्तो व्यवहार गर्नुहुन्छ उलाई त्यो जिन्दगी भर याद हुनेछ। त्यसैले एकदमै सोचेर मात्र व्यवहार गर्नु होला। भोलि बच्चा पनि हुर्किँदै जानेछ, उसले त्यो समय पनि पार गर्दै लानेछ, तर तपाईले गरेको व्यवहार उलाई जिन्दगी भर आलै भएर बस्नेछ।